गुड मर्निङ, नमस्कार, जय नेपाल। साथीहरू, मेरो कुरा तपाईँलाई कस्तो लाग्छ कमेन्टमा लेख्नुहोला। मैले के भन्न खोज्दैछु भने साथीहरू, हामीले पहिला एउटै कुरा यो सोच्नु पर्यो, हामी नेपाली हो सबै। एमाले माओवादी काङ्ग्रेस भन्या छन्, एक आपसमा लडेका छन्। प्लिज यो नगर्नुहोस्। देश छ त हामी छौँ, देशै छैन भने हाम्रो केही कामै छैन। अब म केही कुरा मेरो बारेमा भन्दैछु साथीहरू। म इन्डियाबाट नेपाल आउँदा म 15-16 वर्षको थिएँ। परिवर्तन केही पनि थिएन त्यति बेला पनि। अहिले म 41-42 वर्षको भएँ, अहिले पनि परिवर्तन केही पनि छैन। मेरो उमेरका साथीहरू को हुनुहुन्छ कमेन्टमा लेख्नुहोला। तपाईँले केही परिवर्तन देख्नु भएको छ भने कमेन्टमा लेख्नुहोला है त। अब पूर्वदेखि पश्चिम महाकालीसम्म तपाईँ हेर्नुहोस्, बाटाघाटा हेर्नुहोस्, नारायणघाट मुगलिङ सडक हेर्नुहोस्, हालत त्यही नै छ। जनताले कति दुःख पाएको छ। केही परिवर्तन छ नेपालमा? केही पनि छैन। अब एमाले हेर्नुहोस्, न म भ्रष्टाचार गर्छु न म गर्न दिन्छु। उनीहरूकै पार्टी भ्रष्टाचारीमा डुबेको छ। माओवादीले हेर्नुहोस्, म 10 वर्षमा म स्विजरल्यान्ड बनाइदिन्छु भन्थ्यो, खोइ त बनाएको। हालत त्यही नै छ। नारायणघाट मुगलिङ सडक हालत त्यही नै छ। अब काङ्ग्रेसको कुरा गर्नुहोस्, काङ्ग्रेसको घर घरमा भ्रष्टाचारले पुरै पैसा पुरै डुबाउ छ। सबैले देख्नु भएकै छ, मैले के भनिरहन पर्दैन। किताब छर्लङ्ग छ के। त्यही भएर मैले भन्छु, हामी पहिला सबै नेपाली हो कि एक आपसमा नलडौँ। पहिला नेपाललाई जोगाउँ, नेपाल देशलाई जोगाउँ के। खालि माओवादी भनेछ त फल्ना पार्टीको त यो पार्टीको भनेछन्, लडेछन्, हानेछन्, रगताम भएर हिँडेका छन्। प्लिज साथीहरू, यस्तो नगरिदिनुहोस्। नेपाल देश जोगाउँ पहिला, सबैजना नेपाल देश जोगाउँ। देश छ त हामी छौँ, देशै छैन भने हाम्रो केही कामै छैन। जय नेपाल, जय देश।